यो बारीमा काम गर्दाखेरि लाउने हात कहाँ गयो भेटिन है। यसरी छोपछाप गरेर कपाल रहेछ, यसरी छोपछाप गरेर यहाँनिर गर्दैछु। आज चाहिँ म दिउँसो कतै नगएर है यहाँ सागबारी हेर्दैछु। अनि मेरो लौका, गेरौला, फर्सी, काँक्राहरू सबै रोप्ने, चुचेकाला रोप्ने तयारीमा छु है। अनि त्यही यहाँ गर्दैछु, बिचरा बढिसक्यो होइन। अनि तिनीहरूलाई रोप्नलाई यहाँ रेडी गर्दैछु। यहाँ खाल्टो खनेर रोप्नुपर्नेछ। अस्ति पनि रोपेको थियो, तर अस्तिको चाहिँ मर्यो चिसो भएर। सो अहिले चाहिँ यहाँ नयाँ बिरुवाहरू चाहिँ यहाँ रोप्दैछु है। अनि मेरो सागहरू चाहिँ कत्रो भएको कि ओ माई गड, म आफै बेहोस हुन आँट्छ कि कत्रो भएको यो साग, ओ माई गड आया होइन। अनि यहाँ मेरो फुलहरू सबै सारसुर गरिसकेँ। नयाँ बिरुवाहरू त्यहाँ बाहिर निकालेको, घाम लागेर हेर न ओइले कस्तो भइरहेको छ होइन। अनि